मेरो आँखामा नि यहाँ लागेको छ भन्नैले म अन्धो भइन यदि म अन्धो भइदिएको भए मेरो परिवारदेखि लिएर मलाई चाहिँ टियर ग्यास परेर अनि पानीको फोहराले लाग्यो हजुर अनि के भन्न चाहनुहुन्छ त अब सरकारले सबै सामाजिक सञ्जाल बन्द गरेको छ त्यसको विरुद्धमा तपाईहरु सडकमा उत्रनु भएको छ तपाईहरुले यो गलत बुझिरहनु भएको छ के यो सामाजिक सञ्जालको विरुद्धको लडाई जो हैन यो करप्ट सिस्टमको विरुद्धको लडाई हो के हाम्रो कति आवाज रोकिएको छ जब टिकटक ब्यान गरियो त्यसपछि टिकटकमा पोलिटिकल रिलेटेड कन्टेन्टहरु पुश हुन छोडिसक्यो अब सरकारले हरेक सोशल मिडिया ब्यान गरेर हाम्रो आवाजै दमन गर्दिन भने हामी कहाँ गएर बोल्ने हामी बोल्ने एउटा ठाउँ चाहिएन हामीलाई त यो करप्ट सिस्टम विरुद्ध एउटा नयाँ सिस्टम चाहिएको छ अब को आउँदा चाहिँ यो देश बन्छ भन्नुस् जो आए पनि हुन्छ तर जो आउँछ त्यसले सही काम गर्न पर्यो भन्ने कुरा हो तपाई जस्तो विद्यार्थी एउटा भविष्यको कर्णधारको नजरमा को परेको छ अहिले नेता मेरो नजरमा कोही पनि नेता परेको छैन जसले राम्रो काम गर्छ जसले सही काम गर्छ त्यसलाई नै समर्थन गर्ने हो बुढाखाडा नेता जति पनि हुनुहुन्छ उहाँहरू मध्ये पनि कोही सही नेताहरू हुनुहुन्छ नै त्यसलाई हामीले सम्मान गर्नै पर्छ तपाईले कसलाई समर्थन गर्नु भएको छ अहिले तपाईको लिडर को छ यहाँ अहिले हालमा यसो हेर्दाखेरि मैले कुनै लिडरलाई नि समर्थन गरेको छैन किनभने म आफै एउटा लिडर बन्ने नेतृत्वले आएको छु के लेख्नु भएको छ पढ्दिनुस् त अमेरिका जाने मलाई रहर छैन तर के गरौँ महोदय यहाँ भ्रष्टाचार नहुने कुनै सहर छैन हाम्रो आवाज छ देशभरिका सम्पूर्ण युवाहरूलाई कि यो करप्ट सिस्टम विरुद्धको लडाई हो यो कुनै मान्छे कुनै नेता विरुद्धको लडाई हुँदै हैन यो एउटा करप्ट सिस्टम विरुद्धको लडाई हो के यो चाहिँ फिलिपिन्स इन्डोनेसिया हुँदै डिफरेन्ट कपी भएर आइरहेको छ तपाईहरुलाई कतिले ब्लेम पनि लगाइरहनु भएको छ यो चाहिँ जस्ट ट्रेन्ड मात्र हो एक दुई दिन तपाईहरुले गर्नुहुन्छ त्यसपछि सेलाउँछ के भन्न चाहनुहुन्छ यसलाई यो हामीले अघि नै हजुरलाई भने नि यो करप्ट सिस्टम विरुद्धको लडाई हो के यो कुनै नेपो किड्स विरुद्ध कुनै नेता विरुद्ध कुनै पार्टी विरुद्धको लडाई हुँदै हैन यो जुन सिस्टम एक्जिस्टिङ छ हाम्रो सरकार अथवा हाम्रो देशमा त्यो सिस्टम विरुद्धको लडाई हो तपाईलाई के लाग्छ सरकारले तपाईहरुको मुख बन्द गर्न चाहिँ यो सोशल मिडिया ब्यान गरेको होला त हाम्रो मुख बन्द गर्न भन्दा पनि अन्य विभिन्न कारणहरु छ होला त्यो हामीले बुझ्न सकेन छ कि छैन सोशल मिडिया ब्यान र यो प्रोटेस्ट छ नि सिंहदरबार भित्र बसिरहनु भएको नेताहरूलाई चाहिँ अहिले सन्देश दिनु पर्यो भने तपाई के भन्न चाहनुहुन्छ सन्देश राजीनामा हाल्नुपर्छ तिनीहरूले आज भर्खर तपाईले राजीनामा हालेर नयाँ युवा नेतालाई ल्याउनु पर्यो हामी भनेको घरमा बस्नको लागि जन्मेको हामी नेपाली हो वीर गोर्खाको सन्तान हो रेडी हुनुहुन्छ त यो कन्ट्रीलाई चलाउनको लागि हामी रेडी छौं हामीलाई दिनु मात्र पर्यो तपाईहरुले तपाईको सपना कस्तो छ नेपाल कस्तो होस् हाम्रो नेपाल जस्तो हुनुपर्छ के नेपाल जस्तो हुन्छ नेपालमा भिजनरी लिडर चाहियो बाहिर देशतिर हेर्नु प्रेसिडेन्शियल क्याम्पेन हुनुभन्दा अगाडि उनीहरू डिबेट गर्छन् म के गर्छु राष्ट्रको लागि 5 वर्षको लागि प्लान बनाउँछन् यहाँ चोर नेताहरू कांग्रेस र कम्युनिस्ट मिल्ने देश हो यो आफ्नो सिद्धान्तसँग बाजिन नसक्ने सरकारहरू अख्तियारलाई काम गर्न नदिने सरकारहरू यो सामाजिक सञ्जाल बन्द भएर हैन भ्रष्टाचारको विरुद्धको लडाई हो सरकार भने भिजन हुनुपर्छ